ल है ल अझै आज मेरो एउटा नयाँ नयाँ भिडियो आउँदैछ सानो है, हेर्नु होला है। टिकटक र फेसबुकमा पनि अपलोड गरिदिन्छु, अनि मेरो युट्युब च्यानलमा पनि अपलोड गरिदिन्छु है, मनोज राणा भ्लग्समा गएर हेर्नु होला, सर्च गर्नु ल। ढेँडो छ, यो ढेँडो, अनि यो चिकन छ, यो माछा छ है। आजको मेरो यो अब सुरु गरेँ है, अब सुरु गरेँ ल। यो माछा छ, यो ढेँडो छ ल ल। प्याज, मासु, सारा जीवन चल्दा यो माछा पिस हेर्नु, माछा पिस छ। ल्याइसक्यो, मेरो सानो मात्र डल्लो बाँकी छ, गर्नु पनि भयो ल। ढेँडो पनि भ्याइयो अब ल। यो ढेँडो नेपालको अर्ग्यानिक चिज भन्ने क्या, बेग्लै हुन्छ कि म त। जस्तै एउटा महिलालाई, एउटा दुलैलाई, केटी मान्छेलाई बिहा गरेर जब आफ्नो माइत छोडेर बुढा घर जान्छ नि, अनि के भन्छ अरे बुढा माइतीको त्यो चुलोको खरानी हुन्छ नि, त्यो पनि प्यारो हुन्छ अरे। त्यस्तै विदेशमा हामीलाई यो ढेँडो, गुन्द्रुक, भटमास, कोदो, मकै, भटमास छ नि, त्यो पनि एकदम प्यारो लाग्छ क्या। विदेश आएपछि एकदम चाख लाग्छ। नेपालमा हुँदा त त्यस्तै हो होइन, मान्छेलाई हुन्छ नि।